नमस्ते ल सफापुला सबैजनालाई आज चाहिँ यो मेरो फर्स्ट भ्लग हुने चाहिँ युट्युबमा बिकज म खानाको भिडियोहरू मात्रै हालिरहेको हुन्छु नि त होइन सो आज चाहिँ म वाइ नट भिडियो भ्लग पनि बनाऊँ भनेर चाहिँ सोचेको थिएँ सो त्यही भएर आइ एम स्टार्टिङ माई भ्लग अब आजको वेदर चाहिँ आई जस्ट वोकअप म भर्खरै उठेको होइन उठेर मुख धोएर चाहिँ अब म एकछिन पूजा गर्नु जान्छु माथिनिर अनि तपाईँहरूलाई म आजको भ्यू देखाउँछु है त कस्तो चाहिँ भइरहेछ देखिरहेछ हिजो 2 बजीदेखिको पानी परेको बेलुका रह्यो होइन हावा पनि त्यस्तै चलिरहेको थियो अहिले पनि एकदम चिसो छ पानी पर्ला जस्तो भइरहेछ माथि चाहिँ फेरि गाडी कुदिरहेछ भन्नुको मतलब चाहिँ आकाशमा चाहिँ गाडाङगुडुङ गरिरहेको छ भन्नु खोजेको है अनि यस्तो भइरहेको छ दिन चाहिँ अब म माथि जान्छु अब माथि गएर एकछिन पूजा गरौँ आमाले पनि पूजा गर्नुहुँदैछ होइन हाम्रो गाउँ चाहिँ यस्तो छ गएको अब यस्तो छ यहाँनिर चाहिँ आमाले पूजा गर्नुहुँदैछ होइन गरिसकिहाल्छ त्यति बेलसम्म म एकछिन एयरफोन लगाऊँ कतिको चाहिँ मैला भएको रहेछ बाल्टी यहाँ चाहिँ मेरो भाइ चाहिँ उठ्दैन सुत्दिन्छ है यो चाहिँ खत्रै ए पुरा हिजो खगले पत्कर ल्याएछ नि यस्तो फोहोर भइरहेछ अब साउन कुकुर हेरिहाल्नु हाम्रो त तल कुकुर हेर्नुहोस् है लकी अब आउँछ यहाँ माथि स्योर आउँछ यहाँ माथि ए राम्रो देख्छ है हेर्नु त कस्तो दामी छ ए यो चाहिँ नेपाल हो नेपाल देख्दै गरेको चाहिँ श्रीअन्तु हो होइन एकदम बादल लागिरहेछ हावाले चाहिँ दैलो चाहिँ डङडङ गरेछ आमा तर्सिनु भएछ होइन आएन रहेछ चाहिँ म गएर ल अब पूजा पनि भयो आमाले त अझै सक्नु भएको छैन होइन आमाको अलिक लामो जान्छ ए यहाँ चाहिँ साङ लागिरहेको छ होइन अनि पानी पर्ला जस्तै भइरहेको छ कस्तो हुन्छ हेर्दै जाउँ अब म चाहिँ किचनतिर जाउँ है त मम्मीले के गर्नु हुँदैछ हेरौँ पानी खाऊँ मर्निङ रुटिन फिनिस गरौँ सन्डे नि त मम्मी कमान जानु हुँदैन होइन सो त्यही भएर चाहिँ के गर्नुहुँदैछ मम्मी ए मम्मीले त घर लिप्दै रहेछ बिहानै आगो नपुगिकन चुल्हा लिपेर घर लिपेर मात्रै आगो फुक्ने मम्मी ओके पानीको कित्ली कहाँ छ कहाँ बाहिर पानी दुध पनि हाम्रो होइन दुध पकाउने चिया पकाउने चाहिँ म चाहिँ पानी पिउँछु तर पानी चाहिँ कप उतैपट्टि छोडेछु क्या हो मैले कप चाहिँ मैले हिजो बेलुका कोठामा लगाएर गएको थिएँ छैन त इधर हे इधर पानी पिउने अनि पानी पिएर चाहिँ चाय खाने अनि रोटी बनाउने रोटी दिस इज द केओस अर्ली मर्निङ घरमा अब म खाइदिने पानी पानी चाहिँ खानुपर्छ किनभने त्यही हो
ग्यास्ट्रिकको बिमार हुन्छ के हुन्छ चिसो जग्गामा पनि पानी त खानु आज चाहिँ हाम्रो घरमा दुध धेरै भएछ कोही बेला चाहिँ छिट्टै सकिदिन्छ होइन दुध यहाँ पनि छ अरे यहाँ पनि छ अरे ऊ माथि पनि छ अरे दुधै दुध आज त लु गाडी कुदेको जस्तो छ त ट्र्याक्टरहरू जस्तै माथि कुदेको छ जस्तो लागेको छ नि तपाईँलाई मम्मी काम हुन्छ अरे दुध हेर्नु अरे हेर्नु न आज हाम्रो मम्मीको छुट्टी होइन आइतबार यस्तो बिहानको गनगन गरेर फेरि के भयो अरे फेरि सफा कसले गर्दैन भुसुना चाहिँ नि टमाटर हालेर हो कि तर मम्मीले चाहिँ जबरजस्ती छ जबरजस्ती उसकै ओके भने ठिक छ बनिँदैछ अब अलिकति रङ हालिदिउँ त्यसमा र चियाबुल बि रेडी चिया चाहिँ भइसक्यो होइन रोटीसँग चाहिँ हालिदिने यो झार सबै गरौँ भनेको पानी पर्न थाल्यो गाइस होइन म चाहिँ सुरु गरिदिन्छु कोहीजना भिडियो गरिदिने यस्तै हो पारा यस्तै हो यस्तै हो यस्तै